ह्याप्पी रोज डे माया। थाहा छ हामी एकअर्काबाट टाढा छौँ, तर म चाहिँ फोनबाट नै तिमीलाई ह्याप्पी रोज डे भन्न चाहन्छु। र म चाहिँ एकदमै लकी छु कि तिमी मेरो लाइफमा आयो। ढिलो आयो तर कडा आयो होइन। सम्कालु जस्ट म जस्तो थिएँ तिमीले जस्ट चेन्ज गर्यो होइन। त्यसको लागि एकदमै थ्याङ्क यू भन्न चाहन्छु। र अनि भन्छ नि तिमी मेरो लाइफमा चाहिँ यति इम्पोर्टेन्ट छ कि एउटा डायलग पनि छ, जस्ट भाइरल भएको हो त्यो डायलग चाहिँ होइन। मन परेको फुल सुके पनि रसिलो हो, त्यस्तै त्यो डायलग भने जस्तै नै तिमी पनि मेरो लाइफमा एकदमै इम्पोर्टेन्ट छौ। सो आई लभ यु यति नै भन्न चाहन्छु। अब रोज डेमा त रोज दिन पाइनँ, तर तिम्रो लागि एउटा चिज चाहिँ छ। लाउ तिम्रो लागि चाहिँ मैले रोज बुके चाहिँ गर्न सकिनँ। अब फर्सीको मुन्टा चाहिँ बुके बनाएर तिमीलाई दिँदैछु है। यसमै खुसी हुनु ल बेबी। हाम्रै करेसी बारीमा भएको यो बुके है।